राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्री राधा अनलाइन टिभी। श्री राधा अनलाइन टिभीको साथमा आइसकेको छु म उमेश गुरु। विशेष प्रकारको भिडियोहरु हामीले पस्किरहेका छौं। धेरै जना भक्तहरुले चाहिँ मलाई भन्ने गर्नुहुन्छ कि वृन्दावन जाने भनेको कहिले समय नै आएन, समय नै जुड्दैन। किन वृन्दावन जाने हामीलाई समय मिल्दैन? जाने भनेर तिथि मिति समय सबै तोक्दाखेरि पनि जाने बेलामा केही न केही विघ्न बाधाहरु आउँछ, वृन्दावन जानै सकिँदैन। यसको कारण के हो भनेर सोध्नुहुन्छ। यही विषयको भिडियो लिएर आएको छु। अहिलेसम्म श्री राधा अनलाइन टेलिभिजनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला। यदि तपाईँ वृन्दावन जान मन छ, वृन्दावन गएर चाहिँ दर्शन गर्न मन छ, बर्साना जान मन छ, तर धेरै पहिलेदेखि नै प्रयास गर्दा पनि जान सकिरहनु भएको छैन, तपाईसँग सबै कुराहरू मिल्दाखेरि पनि केही न केही कुराहरूले विघ्न बाधा दिइरहेको छ भने यसको कारण भनेको भगवान श्री कृष्ण र राधा रानीले तपाईलाई नबोलाउनु भएको। जुन दिन तपाईलाई परमात्मा श्री कृष्ण र राधा रानीले बोलाउनुहुन्छ त्यो दिन तपाईको सबै कुरा मिल्नेछ र तपाई मजाले वृन्दावन गएर वृन्दावनको अनुभव गरेर आउनुहुनेछ। धेरै जना निराश हुनुहुन्छ, मेरो यसपालि जाने सबै कुरा भएको र पनि अड्क्यो भन्नुहुन्छ। निराश नहुनुस्। जब तपाईलाई श्री कृष्ण र राधा रानीले बोलाउनुहुन्छ नि तपाईको सबै कुरा मिल्छ र तपाई वृन्दावन जान सक्नुहुनेछ। जबसम्म श्री कृष्ण र राधा रानीको तपाईलाई आज्ञा हुँदैन, जबसम्म उहाँले तपाईलाई बोलाउनु हुँदैन, तबसम्म तपाईको वृन्दावन जाने समय जुर्दैन। आजलाई यति नै। श्री राधा अनलाइन टेलिभिजनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला। राधे राधे।